परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ चोयादीको सफु नेपाल जापान बौद्ध सम्बन्ध बिहावगु दु नेपाल जापान कल्चरल एक्सचेन्ज एसोसिएसन शनिबार वैशाख 11 गते यलया बखुम्बाले यागु च्याचोले बाङमय शताब्दी पुरुष सत्यमोहन जोशी सफुया पितपोच्या यानादीको खा नेपाल जापान कल्चरल एक्सचेन्ज एसोसिएसन या अध्यक्ष डाक्टर राजेन्द्र मान श्रेष्ठ या सभापतित्व जुगु च्याचोले शताब्दी पुरुष सत्यमोहन जोशी नेपाल जापान दथुया सम्बन्ध या त कला संस्कृति व धार्मिक गतिविधिले स्वाना सफु चोया तगु थया दिल यी विषयको बारेमा यतिका चर्चा परिचर्चा भयो र धेरै कुरा सुन्ने सौभाग्य पायौँ। यहाँहरूले पनि होला यसमा यो आयोजक जीवहरूप्रति मुनि आभार व्यक्त गर्न चाहन्छु। र यसलाई यी तरिकाले पुस्तक सम्पादन गरेर हाम्रो समक्ष ल्याइदिनु भएकोमा विद्वान लेखक हिरेन्द्र श्रेष्ठज्यूप्रति पनि म आभार व्यक्त गर्न चाहन्छु। हिरेन्द्रलालजीले यो दूरदर्शी भावले यसको तपाईँको यो जुन उहाँले मिहिनेत गर्नुभयो यो ठुलो एउटा उपलब्धि जस्तो लाग्यो। हुन त यसलाई अङ्ग्रेजीमा अनुवाद गरेर कुनै दिन साह्रो कुराको चाहिँ आउला कमसेकम यति म्याटर त आयो तपाईँको। ज्याचोले पूर्व राजदूत न जुयादीमा चोमिलिसिए परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ सफुती बुद्ध धर्म व दर्शन या आधारभूत विषय नाप निगुदे दथुया धार्मिक व सांस्कृतिक सम्बन्ध विस्तार लिसे ऐतिहासिक जापानी व नेपाली धर्म गुरु लिसे व्यक्तित्व तेगुन चर्चा यान तयागु थया दिल। लुम्बिनीलाई विश्व शान्तिको मुहान बनाउनु हो, बौद्ध अन्तर्राष्ट्रियतावाद चिखार्दै अघि बढ्नु हो। सन् 1956 इस्वीमा दुई देशबीच दौत्य सम्बन्ध स्थापना गरेपछि नेपाल जापान सम्बन्ध बहुआयामिक रूपमा विकास हुँदैछ। ज्याचोले बौद्ध विद्वान लिसे लोटस एकाडेमी कलेजिया प्राचार्य धर्मसुन्दर बज्राचार्य व सीमाविद बुद्धिनारायण श्रेष्ठ सफुया तकया टिप्पणी यानादीको खा हाम्रो नेपालको गौरव प्राइड सदरमाटा सर्वोदयका सहरमाटा नेपालका कुलपुत्र भगवान बुद्धको चाहिँ पिक्चर माथि छ। अनि हाम्रै आफ्नै एउटा शैली आर्ट पाइगोडा शैलीको आजभन्दा 325 वर्ष अगाडि राजा भोरडेल मण्डलले बनाउनु भएको यहाँ पोलो मन्दिर त्यस्तै अब जापानको पनि होयरजी टेम्पल नागो पाञ्चाले मन्दिर उता पनि पाञ्चाले यता पनि पाञ्चाले यसरी चाहिँ उहाँहरूले राख्नुभयो। साह्रै शानदार विशिष्ट लाग्यो। मूल 17वटा च्याप्टरमा विभिन्न टाइपहरू धेरै कुरा लेख्नुभयो। यति सूक्ष्म रूपमा उहाँले चाहिँ प्रस्तुत गर्नुभयो कि हामी जस्तो शोधार्थीहरूलाई यो किताबको धेरै नै महत्त्वपूर्ण भएको म चाहिँ यहाँ तपाईँहरूले बताउन चाहन्छु। अर्को महत्त्वपूर्ण पछि मैले के देखेँ भन्दाखेरि यो किताब रिसर्च मेथोडोलोजी प्रयोग गरी चाहिँ उहाँले लेख्नुभयो। कति मान्छेले किताब लेख्दाखेरि ठुलो लेखिन्छ त्यसको प्रमाणहरू केही फुटनोटहरू केही दिँदैन, सन्दर्भ ग्रन्थ पनि दिँदैन। यो किताबमा मूल एजेन्डाहरू मूल सोर्सहरू उहाँले चाहिँ फुटनोट दिनुभएको छ। अनि जुन चाहिँ आफूले सहयोग लिएका रिस्ट्रिक्ट लिएकालाई सन्दर्भ ग्रन्थ नै उहाँले तयार पार्नु भएको छ। अनि डकुमेन्ट्सहरू एनएसको रूपमा परिशिष्टको रूपमा दिनुभएको। म यहाँलाई अनुरोध गर्दछु एकचोटि पढौँ, हामी लाभान्वित हुन्छौँ। पैसा नहालेको कुरामा हामी यादै गर्दैनौँ, मूल्य छैन भन्ने कुरो यहाँ लेखकले सिधै बाँड्नुभयो। तर त्यो हेर्नु यसको धेरै मूल्य छ, कृपया 2-4 पाना भए पनि पढ्नु होला भन्ने अनुरोध गर्दै यो पुस्तकले दुई देश बिचको सम्बन्ध अझ दरिलो हुन्छ आजकै दिनदेखि भोलिको दिनदेखि हुन्छ भन्ने मलाई लाग्दछ। र यस पुस्तकका विवरणले गर्दाखेरि सरकारी स्तरबाट मात्रै होइन जनस्तरको सम्बन्ध पनि अभिवृद्धि गर्नेछ। किन भने पुस्तकमा नेपाल जापान बौद्ध धर्म तथा सम्पदाको इतिहासको वर्णन गरिएको छ। अथे ज्याजोले सांसद कृष्णलाल महर्जन चोमी श्रेष्ठ याता पारितोषिक लिसे सफु लानादीको खा ज्याजोले नेपाल जापान कल्चरल एक्सचेन्ज एसोसिएसन या पदाधिकारी बौद्ध ख्यापी नाजापे व्यक्तित्व लगायत या बोती दुगो खा
नेपाल जापान बौद्ध सम्बन्ध सफु नेपाल जापान कल्चरल एक्सचेन्ज एसोसिएसन अफ पिकागुख नेपाल जापान दथुई इस्वी सम्बत 1956 दौत्य सम्बन्ध कायम चुगुख